लाग्यौँ हाइकिङ टुरमा पुरै हिँड्दै भएको छ हाइकिङ जाने हो सर कहाँ हिरो बन्नु त हिँड्दा सजिलो हुने हो ल छिटो हो अझ हाइकिङमा लगभग 6 बजेको छ हामी एकदम जाँदैछौँ होइन आजको हाइकिङ माउन्ट चुकबाक भारी होइन अहिले हिँड्दाखेरि फाइनली गएछ हाम्रो ट्रेन चढ्ने त्यहाँ चाहिँ हामी साथीले वेट गरेको छौँ वेलकम सुमन सर के भन्नु सिम्पल छ त यार सुमन सर अझ सुमन सर जाडो चाहिँ मर्छ यहाँ छ भने अगस्टीसम्म जाने हजुर त्यही हो कि हामी त उयो छ नि त त्यही त माउन्ट चुकबा जाने हामी वेटिङमा चाहिँ बसिरहेको छ स्टिल मान्छे सबै एकैचोटि भेट्यौँ है तपाईँहरूको लोकेसनमा सुमा छ फाइनली झरिम लोकेसनमा कता जाउँ न कता हो ल चढ्यो अब गाइज स्टार्टिङ पोइन्ट स्टार्टिङ भयो अब हाम्रो योबाट यो गेटबाट स्टार्टिङ हुन्छ श्रीन खोजिरहेको छु के भिडियो लगाउँ भनेर तल हतारेर आइनँ कि टाइम नभएर त्यही भएर अब यहाँ पनि खोज्दैछौँ के लिएर यहाँदेखि माथि जाने हो दुर्पिनको इस्तेमाल त गर्नु पऱ्यो नि त यहाँ यहाँदेखि यस्तो भ्यू देखिरहेछ भिडियो हो कि साथी अब जिन्जे जाँदैछौँ ट्राभल चाहिँ कन्टिन्यू भइरहेछ जाँदैछौँ यहाँ दामी आउँछ है भन्छ
हाइकिङ स्टार्ट भयो साइलेन्ट भएर हिँड्छ सबैजना के फोटो माथि हिँडेको मात्र 3-4 मिनट फोटो गर्न थाल्यो मेरा मजाक त्यही त जम्मा टेन्ट बनाइहाल्नुपर्छ दामी छ गाइड जमसम्म सर चढ्नु पर्ने अब कुमा हाल्ला एउटा भालु पसिना निक्लिसक्यो कस्तो कुदेको यार सुमन सर कला सुमन सरले कला देखाइदिइरहेछ हो निन्द्रो भाग्यो लाग्यो मलाई निन्द्रा लागेको छैन सुमन सरलाई बिस्तारै पेन्टै चुच्लाएर रेस्ट गर्ने गर्न जाऊ तिमी जानु पर्दैन तिमी जाऊ ट्रेनको पट्री यस्तो छ क्या प्याड अनि क्या छ हेर न सलाद क्या यस्तो पाहाडमा नि ट्रेन चढ्छ रहेछ माथि गइसक्यो यो ढुङ्गा चाहिँ डर लाग्दो ठाउँ है छैन यार यस्तै त हो नि हौ पौधे मुझ झिलिमी सहर त हेरेकै त हो
पुगेँ नि ल भन्नु त गाउँघरको याद आए जस्तै अब त्यस्तो उकालो छैन ओह्राली हो कि अब यसरी त्यसै जाने अझ चाहिँ जोस् मेरो 10 केजी घट्यो तर के खाएर आउनुपर्छ कि त्यही भएर रिङ्गटा लाग्यो कि Two hours later. फाइनली हामी समाचार पैसा हाल्यो यो 1100 700 1100 गरेर हामी छ गाइस अब फाइनल अब हामी अर्को यताको डाँडोमा चढ्छौँ दुईटा डाँडो चाहिँ यता फर्स्ट यता चढ्छौँ माथि जाउँ न ल भिडियो गर्दैछ भ्यू त चक्ना छ त हेर्नु न जङ्गल माथि होला दुईटा तीनटा ट्रायल छ कि खाली रातो रातो भयो त तपाईँको के गर्दैछ माथि नेचर कहाँ छ बिल्कुल चुप हिम्मत कैसे हो तेरी मुख मलाई त पहाड रमाइदै लाग्छ तेरे को डर नहीं लगता त्यस्तो नभनेको अहिले टेक छ फेरि टेकिन्छ अगाडि के त ल्याम्पमा लगाएको बिस्तारै आउँदै यार यो त कालिम्पोङको जस्तो भ्यू आइदिरहेको त्यस्तै भयो है कालिम्पोङमा त उता पुरै तिब्बत देखिन्छ यहाँ चाहिँ कोरिया रे क्या चाहिँ सुमन सर यही हो क्या दामी दामी छ यो म उता ढुङ्गा पारी कटेर जाँदा भने त्यहीँबाट होला होइन फर्किने चाहिँ हिउँ गर्दो रहेछ क्या त्यो ढुङ्गाहरू चिप्लो चिप्लो कत्रो खोला देख्दो रहेछ सुमनको खोला देख्छ This is the view and finally
सुमन सर ये बड़ी अच्छी बात कही आप जाडो हो यार लम्बुमा त अँध्यारो आउँछ हो भ्यूै देखिँदैन केबल कारमा जाने हो है केटाहरू सकेन भन्नु हिँड्न स्लिपी गार्डन चाहिँ चिप्लिन्छ अघि आउँदा पनि चिप्लिरहेको थियो ज्यादा ओदा चिप्लिन्छ भनेर सबैजना केबल कारमा एउटै मात्रै रहेछ नि मासुले डर लाग्यो होइन तल तल अगाडि हेर्नु कस्तो छ तल आएर हेर त मैले भन्दैछु त्यहाँदेखि अर्को ट्रायल हेलिकप्टरमा नै चढ्यो केटा मस्त मस्त आऊ न तल जाऊ त तल हेर्नु तल बैग हो रहे हम लौट रहा है वफा की रिक्शा और